काली हजुर आज एक ठाउँमा इन्टरभ्यू थियो म गएँ ल। ए हस् हस् टेन्सन नलिकन जानु है, काम पाउनुहुन्छ हजुरले। अल द बेस्ट। थ्याङ्क यू। दिदी ओहो भाइ, ओहो भाइ अन्त त भन्दै नभनिकन आइछस् त। मम्मीले पठाउनु भएको त्यही भएर आएको। ल बस्दै गर, ल म पानी लिएर आउँछु। बस्दै गर ल भाइ पानी। भिनाजु खोइ त अनि? भिनाजु आज एक ठाउँमा इन्टरभ्यू थियो कामको लागि, त्यहीँ जानु भएको। अनि भनेको भएदेखि त म खाजा बनाएर राख्थेँ नि त नि। होइन होइन म खाजा खान आएको होइन दिदी, हाम्रो घर सल्लाह भएर म तपाईँलाई लिन आएको। किन र के भयो र? तपाईँ यो घरमा यस्तो मान्छेसँग कसरी बस्ने भन्नु त? कसरी गुजारा चल्छ? न दुई साग राम्रोसँग खानदिन सकेका, न जागिर छ न केही छ। तपाईँ आफू कस्तो ठाउँमा हुर्केको, कसरी आएको सबै कुरा बिर्सिनु भयो होइन? काली भिनाजु आउनु भएको है एकछिन। ओहो भाइ पनि आउनु भएको रहेछ त, तिमीले भनिनौ त? मलाई पनि थाहा थिएन भाइ आउने कुरा त। ए हो र? म दिदी लिन आएको हो भिनाजु। किन के भएर भाइ त्यस्तो? थाहा छ होला नि हामी कस्तो परिवार हो, दिदी कस्तोमा हुर्केको हो। दिदी यहाँ बस्न सक्दिन, हामी त घर सल्लाह भएर म लिन आएको हो दिदीलाई। काली तिमी जान्छौ र? जाँदैन। दिदी त खुरुकै हिँडै, यो मान्छेसँग घर चल्दैन तेरो, छिटो हिँड। जाँदिन, अहिले उहाँलाई जागिरको भन्दा पनि बढी मेरो आवश्यकता छ। अनि भाइ छोड्ने चाहिँ किन र? म आफैले रोजेको जीवन साथी हो उहाँ। कसरी भन्न सक्छस् है यस्तो कुरा तैँले? तँलाई पनि त बुहारीले त्यसै गरी छोडेर गएको भए के हुन्थ्यो तेरो हालत भन् त? त कस्तो अवस्थामा पुगेको थिइस्? बुहारीले साथ नदिएको भएदेखि तँ अहिले यस्तो हुन्थिस्? तँ र भिना चाहिँ एउटै होइन र? जति बेलामा साथ चाहिन्छ नि त्यो बेलामा छोडेपछि अरू बेलाको साथले केही अर्थ हुँदैन भाइ। सुखमा त सबैजना हाँसी खुसी रमाइलो यसै भइहाल्छ नि भाइ। साथ दिने भनेकै दुःख पर्दा त हो नि। ती माथि पनि मेरो प्राण हो उहाँ त। कसरी भन्छस् भाइ हिँड घर भनेर? म जाँदिन। समय खराब हो भाइ, उहाँ मान्छे खराब होइन। एक दिन आउँछ सबै राम्रो हुन्छ। गएर भन्ने भाइ दिदी धेरै खुसी छ भिनाजुसँग भनेर। ए साँच्ची मैले त भन्नै बिर्सेछु, मेरो जागिर फिक्स भयो नि। ल मिठाई ल्याएको छु भाइ, यो बुवा मम्मीलाई लगेर मिठाई दिनु, भिनाजुको जागिर भएछ भनेर भनिदिनु ल। अब हाम्रो पनि दिन आउँछ, बिस्तारै तिम्रो सबै सपनाहरू म पनि पुरा गर्छु।